पहिलो कोरिन्थी 3:16 ले भन्छ कि हामी पवित्र आत्माको मन्दिर हो अनि हामी परमेश्वरको मन्दिर मात्रै भनेको छ त्यसमा। अनि त्यही कुरालाई फेरि दोस्रो कोरिन्थी 6:16 ले पनि हामी परमेश्वरको मन्दिर भनेको छ। तर पहिलो कोरिन्थी 6:19 पदमा चाहिँ त्यहाँ के भनेको छ भन्दाखेरि चाहिँ के तिमीहरूलाई थाहा छैन कि तिम्रो शरीर चाहिँ पवित्र आत्माको मन्दिर हो। सो बाइबलले हामीलाई एउटा मन्दिर भनेर सम्बोधन गरेको छ। सो मन्दिर भन्दै गर्दाखेरि हामी कोही बेला हामी मन्दिरलाई एज अ के भनेर भेग आइडियाको रूपमा लिन्छौँ। तर बाइबलले भन्दैछ कि पहिलो कोरिन्थी 6:19 पदलाई तपाईँले मसँग हेर्नुहोस् अनि यो वचनहरू लेख्दै पनि जानुहोस्। अफकोर्स तपाईँलाई थाहा छ यो वचन, तर भए पनि हामीले वचन पढ्नुपर्छ, किनभने जब हामी वचनलाई पढ्छौँ बाइबलले भन्छ हामी सुखी हुन्छौँ, हामी धन्यको हुन्छौँ भनिकन परमेश्वरको वचनले भन्छ। र यसरी लेखेको छ तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ र उहाँ तिमीहरूभित्र बास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयं आफ्नो होइनौ। सो यहाँ एउटा शक्तिशाली कुरा के भनेको छ भन्दाखेरि पहिलो कोरिन्थी 6:19 हाम्रो शरीर चाहिँ पवित्र आत्माको मन्दिर हो अनि त्यो पवित्र आत्मा जो हामीले परमेश्वरबाट पाएका छौँ र उहाँ हामी भित्र बास गर्नुहुन्छ भन्ने कुरा तिमीलाई थाहा छ के भनेर बाइबलले सोध्दैछ। अनि त्यसको बादमा अझै एउटा कुरा भन्दैछ, तिमीहरू स्वयं आफ्नो होइन, म आफ्नो नै होइन, म मेरै होइन। सो त्यसले गर्दाखेरि मेरो इच्छा, मेरो खुसी, मलाई जे मनपर्छ भन्ने कुराहरू हामीले भन्नु मिल्दैन रहेछ। हामी थुप्रोपल्ट यो भन्ने पाप गर्दै गरेका हुन्छौँ, यो भन्ने दाबी हामी गर्दै गरेका हुन्छौँ। पौलले भनेको छ अब जिउने म होइन, ख्रीष्ट ममा जिउनुहुन्छ। सो पौलले आफ्नो विषयमा लिएर अघि बिहान साधुजीले हामीलाई सिकाउँदै हुनुहुन्थ्यो कि कसरी उसको पहिलो भनाइ म चाहिँ कुनै प्रेरितहरू भन्दाखेरि कम होइन भनेर भन्दै थियो भने, तर त्यहाँदेखि चाहिँ उसको भनाइ बदलेको छ। जति ऊ हुर्किँदै गयो उसले भनेको छ म प्रेरितहरूमा सबैभन्दा तुच्छ, त्यहाँदेखि सबैभन्दा सन्तहरूमा सानो अनि मुख्य पापी भनेको छ। त्यहाँदेखि उसले अन्तमा गएर भनेको छ म यीशु ख्रीष्टको बर्न सर्भेन्ट भनेको छ है। सो उस एउटा डिग्रेड हुँदै गएको छ। तर ऊ घट्दै जाँदाखेरि चाहिँ उसको जीवनमा प्रभु बढ्न थाल्नुभयो अनि उसले एउटा यस्तो पोइन्ट आयो जब उसले भन्न थाल्यो अब जिउने म होइन, ख्रीष्ट ममा जिउनुहुन्छ। तर हामीले मन्दिरलाई भत्काउँदो रहेछौँ, मन्दिरलाई हामीले भत्काउँदो रहेछौँ। अनि परमेश्वरको चरित्रहरूमध्ये एउटा चरित्र चाहिँ के छ भने परमेश्वर अति नै धीरजी हुनुहुन्छ। परमेश्वरले हामीलाई धीरजसँगले पर्खिनु भएको छ। मलाकीको किताब 3:6 पदले के भन्छ भने म परमेश्वर कहिले पनि बदलिँदैन, हे याकुबका घराना हो, हे यहुदाको घरानाहरू, त्यस कारणले गर्दाखेरि तिमीहरू नाश भएका छैनौ भन्नुभएको छ। प्रभु बदलिनुहुन्न, किनभने प्रभुले अब्राहमसँग प्रतिज्ञा गर्नुभएको थियो कि म तँलाई आशिष दिन्छु, तँमा नै पृथ्वीको सबै कुलले आशिष पाउँछ। अनि जब जुन दिनदेखि तपाईँ र मैले प्रभु यीशु ख्रीष्टलाई विश्वास गर्न थाल्यौँ हामी अब्राहमको सन्तान भयौँ। त्यस कारणले गर्दाखेरि अब त्यो प्रतिज्ञा जो प्रभुले अब्राहमसँग गर्नुभएको थियो त्यो प्रतिज्ञाको कारणले गर्दाखेरि हामी नाश हुनदेखि बाँचिरहेका छौँ। तर यो कुरालाई हामीले नबुझ्दाखेरि चाहिँ हामीले के गर्छौँ भन्दाखेरि परमेश्वरको कुराहरूलाई हामीले तन्काएर हाम्रो कुराहरूलाई हामीले आफ्नो हिसाबले बढाएर लान्छौँ।